हेलो शिवानी गाइस, होइन तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु अहिलेसम्म। र आज भने चाहिँ म गाडी धुनु लागेको छु होइन, गाडी धुनु लागेको छु। त्यसैले आज ढिलो भ्लग पनि ढिलो स्टार्ट गरेँ। गाडी खाला त्यस्तो फरक भइरहेछ हो, हेर्नै सक्नुहुन्छ। अब बिफोर यस्तो छ होइन, गाडी धोइसकेर म कस्तो बनाइदिन्छु हेर्नुहोस्। म्याटहरू धोइसक्नु आँटेँ, धुँदैछु हो। अन्त गाडीको हालत चाहिँ यस्तो खतम छ हो। गाडीको हालत चाहिँ यस्तो मैला भइरहेछ हो। अब गाडी धोइसकेर चाहिँ हेर्नुहोस् है। ल त गाइस हेर्नु होला। खतम भयो नि गाइस, यहाँनिर पानी मरेर हो। पानी नै मऱ्यो। एकपट्टि पनि धोइसकेको थिएँ, पानी मरेर चाहिँ हरेस बनायो। भित्र चाहिँ धन्न म्याटहरू चाहिँ धोइसकेको थिएँ हो। यहाँनिर डरबुरा चाहिँ गरिसकेको थिएँ। बाहिरको एकपट्टि दाहिनेपट्टिको मात्रै भइरहेछ नि, खतम। ल त गाइस, अब भन्ने चाहिँ सकियो हो। कम्प्लिट पानी आएर पनि गाडी धोइसक्यो र टेन्टेडे गाडी चाहिँ यतिको सफा चाहिँ भयो। देख्न सक्नुहुन्छ यो राजाको सिट हो। टक्कै गएर यता आएर यहाँबाट एन्ट्री भएर टक्कै होइन, अनि टक 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 गएर चाहिँ एकदम चडक्कै भित्र। पछाडिबाट अगाडि पनि देखाइदिन्छु होइन। टक्कै गएर फेरि यहाँ टायर चाहिँ यहाँ चाहिँ अलिकति यसले चाहिँ घिल्न दिएछ, तर पनि केही छैन, चडक्कै छ हो। भुइँहरू पनि एकदम सफा बनाइदिएको छु चडक्कै हो। अब बाहिरबाट एकपल्ट, बाहिरबाट चाहिँ फेरि यस्तो छ हो। यतिको सफा चाहिँ भयो है त। चडक्कै दैलो पनि बन्द गरिदिउँ। टक्कै यतिको सफा भयो है। अब 10 दिन जस्तो धुनु पर्दैन तर के गर्ने, हिलोले मैला भइहाल्छ, धुनु पर्छ नि। भयो आजको लागि चाहिँ। अब पुरा भोक लाग्यो, अब खाना खानुपर्ने छ। ल त गाइस, फेरि अब भने चाहिँ मेरो ड्युटी स्टार्ट भयो है त। फेरि जाँदैछु रानीपुर मान्छे लिनु। फेरि पनि ड्युटीमै छु। यता कुद्यो उता कुद्यो हो, हरेस कुदेकै पुग्ने चाहिँ कहीँ होइन हो। यता कुद्यो उता कुद्यो, हरेस जिन्दगानीमा के गर्नु, ड्युटी हो, गर्नै पर्यो होइन। यो चाहिँ सन फार्मा युनिट 2 हो। बाटो फेरि यस्तो छ, बाटो सल्ल भएन, एउटा मजा आउँछ कुद्नु पनि हो। बाटो नै हरेस लाग्छ नि, के गर्नु, ड्युटी हो, गर्नै पर्यो। स्लो गर्दैन त्यस्तो हुन्छ। सनफार्मा युनिट 1 चाहिँ यहाँ माथिको हो। यसलाई भन्छ सेफ्टी पुल है त। यसलाई भन्छ सेफ्टी पुल। गाइस, यो चाहिँ म हो। दिस इज मी।
गाइस एउटा कुरा साह्रै चित्त दुख्छ मलाई गाइस। के कुरा भन्नु न, अब मान्छेहरू गाडीमा लिएर आउँछु होइन, सबैजना आएर बस्छ आउँछ पुग्छ र के चाहिँ छ भने यो यसो सिसा आउँदा बस्दाखेरि खोल्छ, यो चाहिँ टक्कै यसरी लगाइदिएर निस्किँदा के जान्छ भन्नु त होइन। यो सबै यसरी खोलेर राखिदिरहेको हुन्छ, डङडुङ आफूले बन्द गर्नुपर्छ। अन्त सानो खुसी लागेर आउँदैन नि यस्तो हुँदाखेरि त, झन् माया लागेर आउँछ। के गर्नु हो यसरी ट्याक ट्याक अब खोलेर बन्द गरिदिनु हुन्छ नि होइन। न आफ्नो ह्यान्डी हुन्छ, न आफै गाडी रोक्यो, पछाडि आयो, दैले सिसा बन्द गऱ्यो, हिँड्यो। सिसा नलाइ हिँड्यो भने फेरि अब खतरा 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 गरेर सिसा बजेर कस्तो हल्ला निस्किन्छ होइन। त्यसले गर्दा अन्त पुरा इरिटेट हुन्छ। अन्त लगाइदियो भने चटक्कै परेर कस्तो राम्रो देख्छ, अन्त राम्रो पनि देख्छ, धुलो पनि पस्दैन। के गर्नु तर खै कति भन्दाखेरि पनि दिमागमा घुस्दैन है। ठिकै छ तर पनि केही छैन, आफैले गर्दै र यस्तै छ जिन्दगानी दर्पण छाया होइन। सबै ठिक छ, ओके छ है त। अब एकछिन बस्छु, त्यहाँ पछि जानुपर्छ फेरि। अब लगाइसक्यो अब एकैचोटि बेलुका 11 बजेको हो। गाडी सफा छ भने चटक्कै मजा आउँछ नि हौ। यहाँ पनि यो यस्तो भएछ भइगयो। ल त गाइस, अब भने चाहिँ बाइक धोइदिउँ भनेको हो। हल्का सधैँ कति गइरहेछ बाइक चाहिँ कि, अन्त हल्का अब पानी यसरी बोक्दै बोक्दै भए पनि अब गर्नै पर्यो। के गर्नु, कति गइरहेछ नि हौ बाइकको। ल त गाइस, आज भने चाहिँ यसको पनि काजुली फेरियो। बहुत दिन भयो त्यो गाडी बाइक नधोएको, गाडी पनि नधोएको, बाइक पनि नधोएको। गाडी पनि आज धुवाइ भयो, बाइक पनि धुवाइ भयो हो। ठिकै बनिँदैछ दुःख सुख। सिडीसँगले होइन। हिरो होन्डा होइन, वसाले थाम्छ उयो खालके, टक्कै यो खालके वसा चाहिन्छ कि यो सानो दुलो भएको हुन्छ नि। सानो ठुलो होइन, हुन्छ यत्रो नै, सानो भए पनि हुन्छ नि। यसको अन्त कहाँ पुग्यो अस्ति मैले दिएँ तिमीलाई, दिन नि है यसको। त्यो त होइन, त्यसको होइन, त्यो त त्यही हो उयो होइन, त्यो त उयो लुकिङ ग्लासकै हो कि। यसको चाहिँ मैले पहिल्यै त्यो गर्दाखेरि निकाले जस्तो लाग्यो। कस्तो भएछ गाडी बाइक पटक्कै? आज त गाडी पनि धोइदिएको, बाइक पनि धोइदिएको। बिस त है तारिफ बिटाबाट तारिफ हुन्छ भनेर बाइकको तारिफ त के भन्नु, बाइकै चिटिकै मान्छे चिटिकै सकिगयो नि कुरै। के छ त्यहाँ पुतली? अहिले स्याड छ अलिक। किन स्याड भयो? उसको अलिक ब्रेकअप भयो। के गरेको?
फेरि एकपल्ट खाँदिनँ छोडिदिनु टेक्सी चाहिँ बानी चाहिँ हेरेको चाहिँ राम्रो छ हामीलाई हुन्छ क्या त्यो चाहिँ बानी भएको अब एक पेक भयो भने क्या जब खाँदैन म पनि अब चाहिँ पानी लाग्दै गएको सोच्दा हुन्छ त्यो त्यस्तो भयो भने चाहिँ खाना के खानु हौ भाइ खोइ अजाको पनि सब्जीहरू आएको लौका रहेछ भेन्डी रहेछ बिन्स रहेछ मुलीहरू रहेछ Lata Sadi Haru Ajukeo Lagi Yedina. Thank you so much. Do like, share, follow. Hi guys. बैगन खत्म बाय बाय टाटा गुड बाय गया